नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। मोरङमा ट्रकबाट मोटरसाइकललाई ठक्कर, एकजनाको मृत्यु। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा थप 54 जनामा कोरोना संक्रमण पुष्टि। आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको कांग्रेस सभापति देउबाको स्पष्टोक्ति। भूमिहीनको विवरण संकलन गर्ने क्रममा भेदभाव नगर्न भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूलाई मन्त्री तुम्बा हाम्फेको निर्देशन। र भारतमा कोरोनाको कहर बढ्दै, पछिल्लो 24 घण्टामा 2,61,000 भन्दा बढी संक्रमित। मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुढीगंगा गाउँपालिका वडा नम्बर 4 नेमुवा चौक स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आइतबार बिहान उत्तरतर्फ जाँदै गरेको ना 6ख 3040 नम्बरको ट्रकले को 9P2681 नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर वडा नम्बर 14 जतुवाका 45 वर्षीय अंजनी सिंह गंभीर घाइते भएका थिए। घाइते सिंहको विराट मेडिकल कलेज गंगा चौकमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। ट्रक र चालक 12 निजगढ कोल्बी नगरपालिका वडा नम्बर 2 का 32 वर्षीय भीम बहादुर विक प्रहरीको नियन्त्रणमा रहेका छन्। झापाको बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 4 देवी बस्तीमा मध्यरातमा बाख्रा फाराममा आग लागि हुँदा 40 खसी बाख्रा जलेका छन्। ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फारममा गए राति अचानक आग लागि भएको र मरेका खसी बाख्रा र दाना समेत गएर 60 लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिर्ता मोड र भद्रपुर नगरपालिकाको दमकल सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा 2 घण्टामा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीमा परि फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो क्षति भएको छ। इलाका प्रहरी कार्यालय बुधबारले आगलागीको कारण खुल्न सकेको छैन जनाएको छ। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 54 जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार पर्सामा 39, बारामा 6, धनुषामा 3, रौथडमा 3 र महोत्तरीमा 3 संक्रमित फेला परेका हुन्। यो सँगै प्रदेश 2 मा कोरोनाका कुल संक्रमितको संख्या 17,618 पुगेको छ। प्रदेश 2 मा 16,998 जना संक्रमणबाट मुक्त भइसकेका छन्। अहिलेसम्म 1,48,519 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 40 वटा स्वाबको नतिजा आउन बाँकी छ। प्रदेश 2 मा हाल 407 जना सक्रिय संक्रमित रहेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउनु भएको छ। आइतबार आफ्नो निवास बुढा नीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउनु भएको हो। तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति भनेमा पछि नहट्ने पनि बताउनु भयो। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतको अवस्थामा रहेकाले बहुमतको सरकारसँग न्यू नखोज्ने पनि सभापति देउवाले बताउनु भयो। आफूहरू प्रधानमन्त्रीका लागि मडी मेटेर नलाग्ने पनि स्पष्ट पार्नु भयो। ओलीजीको पार्टी जो चाहिँ युएमएल पार्टी छ त्यो अहिले पनि एउटै पार्टीको रूपमा छ, किनभने प्रचण्डजीहरूले समर्थन फिर्ता लिएको छैन। त्यसमानेमा यो पार्टी बहुमतकै सरकार छ। अहिले बहुमतको सरकार भएको बेलामा हामीले चाहिँ अरू कुनै कुरा सोच्ने कुरा छैन। त्यस कारण चाहिँ हामीले बहुमतकै सरकार मानेका छौँ। अब यो भोलि चाहिँ नि प्रचण्डजीहरूको दाहालजीहरूले अलग्गै पार्टी बनायो भनेदेखिलाई त्यस बेला सोच्ने कुरा हुनसक्छ। सभापति देउवाले वर्तमान राजनीतिक तरल अवस्थामा रहेको भन्दै स्थिति
यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको पनि बताउनुभयो। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गर्नुभएको थियो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले भूमिहीनहरूको विवरण सङ्कलन गर्दा राजनीतिक भेदभाव नगर्न भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगको वार्षिक प्रतिवेदन समीक्षा एवं वार्षिक प्रतिवेदन 2077 सार्वजनिक गर्न आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री तुम्बा हाम्फेले केही स्थानीय तहमा यस्तो समस्या देखिएको गुनासो प्राप्त भएको भन्दै राजनीतिक रूपमा भेदभाव नगरी काम गर्न निर्देशन दिनुभएको हो। कम्युनिस्ट जित्यो, त्यो कम्युनिस्ट जितेका साथीहरू अथवा त्यस्ता जनताहरूको मात्रै विवरण भराइदिने, यता काङ्ग्रेसको नभराइदिने अथवा अन्य पार्टीको सुकुम्बासी जसले समर्थन गर्छ उसको विवरण नभराइदिने काम पनि भएका छन् भन्ने खालको रिपोर्टहरू मैले सुनिरहेको छु। हामीले यो सुकुम्बासीहरूको समस्या भनेको कुनै एउटा दलको समस्या होइन, यो सबै दलको, सबै नेपाली जनताको, सरकारको समस्यालाई समाधान गर्ने एउटा उद्देश्य हो। तसर्थ हामीले यो आयोगले के ध्यान दिन पर्यो भने त्यो विवरण भराइरहँदाखेरि यो वा त्यो दलको नाममा कसैको विवरण छुट्नु भएन। त्यो छुट्यो भने पनि गलत हो, त्यो छुट्ने काम। मन्त्री तुम्बा हाम्फेले सरकार परिवर्तन हुने बित्तिकै आयोगको नेतृत्व पनि परिवर्तन हुन्छ र आफू अनुकूलको सरकार आएपछि मात्रै काम गर्छु भन्ने मानसिकता नबनाउन पनि निर्देशन दिनुभयो। कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद गेवालीले केही पालिकाहरूमा आफू अनुकूलको सरकार आएपछि मात्रै काम गर्ने मनसाय रहेकाले समस्या भएको बताउनुभयो। जहाँ काम गरिँदैन पछि अनि बल्ल गरौँला अहिले किन गर्ने र भन्ने ढङ्गका केही पालिकाहरू, मेरो विक्रमजीले भर्खरै बाँकेको एउटा पालिकाको त्यो भर्खरै मलाई रिपोर्ट गर्नु भएको छ। यस्तै गरी देशका थोरै पालिकाहरू सब समस्या छैन होइन। त्यसैले केही पालिकाहरूमा जो समस्या छैन त्यसले उसले गर्नै परेन। एक केहीको थोरैको राजनीतिक यो भिन्नताका हिसाबले पनि उहाँहरू आइरहनु भएको। भूमि सम्बन्धी समस्या समाधान आयोगको वार्षिक प्रतिवेदन अनुसार देशभर 4,06,502 जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या रहेको छ। यस्तै अव्यवस्थित बसोबास गर्नेहरूको संख्या 4,14,418 रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आमदानी र खर्चको विवरण लिखित रूपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। सरकारवाला सहित बसेको समितिको आइतबारको बैठकले सामाजिक सुरक्षा कोषको आमदानी तथा खर्चको विवरण समिति समक्ष लिखित रूपमा पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोषलाई निर्देशन दिएको हो। साथसाथै सरकारी गैर सरकारी तथा विभिन्न सङ्घ संस्था र कारखानाबाट सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूको संख्या पनि बुझाउन निर्देशन दिएको छ। समिति सभापति विमल प्रसाद श्रीवास्तवले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालयले अरू कुन कुन मन्त्रालयसँग कस्तो प्रकारको सहयोगको अपेक्षा राखेको छ सो सम्बन्धी पनि लिखित रूपमा पेश गर्न निर्देशन दिनुभयो। आमदानी जति पनि भएको समितिले सम्बन्धित मन्त्रीहरू सचिवहरू निकायहरूलाई बोलाएर यहाँलाई राखेर यहाँको समस्याको विषयमा समेत यो समितिले उहाँहरूले छलफल गरेर निर्देशन दिने काम यो समितिले गर्नेछ। सो सम्बन्धमा लिखित सुझाव समेत यहाँ पठाइदिनु भनेर यहाँ निर्देशन दिन्छ। अरू कुरा सचिवले भने जस्तै कतिपय यो कोरोनालाई गर्दाखेरि पनि ग्रास रुटसम्म यो कुरा गएको छैन। तर यसकारण के भनेर कार्यक्रम बनाएर ग्रास रुटसम्म व्यापक रूपमा यसको प्रचार प्रसार गर्ने। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले श्रमिकहरू सरकारले अपेक्षा गरे अनुसार सामाजिक सुरक्षा कोषको दायरामा नआएको बताउनुभयो। औपचारिक रूपमा श्रमिकहरूको पनि सहभागिता सोचे अनुसार नभएको भन्दै उहाँले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन चुनौतीपूर्ण भएको टिप्पणी गर्नुभयो।
अब रोजगारदाताहरूको तर्फबाट चाहिँ के भइरहेको छ भन्दाखेरि अब 11% श्रमिकले योगदान गर्नुपर्छ अनि 11% राज्यले चाहिँ के अरे रोजगारदाताले 20%, त्यसपछि 11 र 20% जुन 30% को कन्ट्रिब्युसन हो, 20% कन्ट्रिब्युसन चाहिँ यो ठुलो भयो हामीले सकिन्न भन्ने खालको उहाँहरूको भइ चाहिँ आइरहेको थियो। अहिले सकिन्न होइन, अब यो सामाजिक सुरक्षा कोष ऐनमै आइसकेको अवस्थाको सन्दर्भमा हामीले कसरी जाने भन्ने हिसाबले चाहिँ विभिन्न औद्योगिक प्रतिष्ठानहरूको छाता सङ्गठन सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल मणि गेवालीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। योजनाको स्किमको दायरा बढाएर आकर्षित गर्न सकिने उहाँले बताउनुभयो। ठूला उद्योगहरूका श्रमिक यस योजनाको दायरामा आउन चाहे पनि यो रोजगारदाताले चासो नदेखाएको पनि बताउनुभयो। 5% प्रतिफल दिन सक्ने स्थिति देखिया छ भने अर्को अन्य अवकाश कोषहरूले ब्याज दिने र हामी कहाँ चाहिँ ब्याज दर पनि किटान गरेका छन् स्किमहरू प्रयोग नभएको कारणले। र अहिले चाहिँ हामीले जुन 20 र 8.33 भनेर बनायौँ त्यो 8.33 भित्र पनि अब हामी त्यो प्रतिफल बोर्डबाट एप्रुभ गर्ने बेलामा हामी इन्ट्रेस्ट रेट पनि क्लियर गरिसकेपछि अब चाहिँ अन्य अवकाश कोषहरूको जस्तै गरी चाहिँ यसले पनि प्रतिफल यो इन्ट्रेस्ट रिटर्नहरू दिँदो रहेछ भन्ने एउटा खालको म्यासेज जाने। अब यो बिचमा अलिकति नबढ्नुको पछाडि अब एउटा म्यासेज जुन लेभलमा जानुपर्ने त्यो नगएको ठाउँ होला। तर कस्तो देखियो भने यो सोसियल सेक्युरिटीको बारेमा प्रत्येकले भने टिच वानको मोडालिटी नभइकन नहुने खालको देखिसकेपछि हामीले नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले कम्पनीहरूले ठेकेदारहरूसँग कामदार लिएर काम गराउने गरेका कारण सामाजिक सुरक्षाको दायरामा ल्याउन नसकेको भन्दै सरकारले कडा निगरानी गर्नुपर्ने बताउनुभयो। सामाजिक सुरक्षा कोष अन्तर्गत विभिन्न शीर्षकमा ऋणको व्यवस्था गरे यसप्रति आकर्षण बढ्ने सांसदहरूको भनाइ छ। प्रभावकारी नीति नियम र ऐन कानुनको आवश्यकता रहेको पनि सांसदहरूले बताएका थिए। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ। संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी गराउनु भएको हो। उहाँले पहिलो युनिटबाट वैशाखभित्रै 76 मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तीव्र पारिएको पनि जानकारी दिनुभयो। बाँकी ज्येष्ठ असार साउन र भदौ महिनामा क्रमशः उत्पादन थप्दै लगिने पनि बताउनुभयो। यसरी आगामी भदौ महिनाभित्रमा माथिल्लो तामाकोशीबाट 456 मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले जानकारी दिनुभयो। माथिल्लो त्यो एन्ड्रिज हाइड्रो भन्ने अर्को एउटा चाहिँ ठेकेदार छ, उसले नगरेको काम पनि त्रिपक्षीय सम्झौताबाट उसैलाई गराएर आजको स्थितिमा चाहिँ त्यो भर्टिकल स्याफ्ट सबै सकिएको अवस्था छ। र संक्षेपमा भन्दा अब यो वैशाखभित्रै एउटा 76 मेगावाटको युनिट चाहिँ सञ्चालन हुने सुनिश्चितै भएको छ। त्यो पेनस्टकको चाहिँ प्रेसर टेस्टहरू पानी टेस्टहरू गरेर सफलै भइसकेको अवस्था छ। यसमा अलिकति थप नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले समय तालिका अनुसार ज्येष्ठ 2 गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुरु गर्ने रहे पनि वैशाखको 31 गते नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताउनुभयो। वैशाख 20 गते पहिलो युनिट घुमाउने तालिका रहेको भए पनि 1-2 दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको 14 दिनपछि विद्युत उत्पादन सुरु हुँदा वैशाख 31 गते सम्भव हुने बताउनुभयो। छिर्ने इन्टेकदेखि लिएर बाहिर टेलवेससम्मको हरेक पोइन्ट र अनि सब्सिचार्जसम्मको सबैलाई हेरेर हामीले वैशाख 12 गते चाहिँ हामी पानी भर्छौँ र सबै कुरो अहिले जुन प्लानिङ गरेको छ त्यो यदि समयमा भएमा वैशाख 10 गतेको बेलुका पनि गर्न सक्छौँ। तर अहिले हामीले आफैलाई वैशाख 12 गतेको समय दिएका छौँ पानी भर्ने र वैशाख 20 गते चाहिँ मेसिन घुमाउँछौँ पहिलो मेसिन। अब त्यसमा पनि अलिकति सबै कुराले साथ दियो भने 1 दिन अगाडि 2 दिन अगाडि आउन सक्छ। तर हामी 20 गते भनेका छौँ र त्यसपछि उत्पादन सुरु गर्ने चाहिँ यसको 14 दिन
आयोजनाको काममा ढिलाइ भएको भन्ने भएपछि आफू 1-2 दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक साक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताउनु भयो। साउन मसान्तसम्ममा आयोजनाका 6वटा युनिटबाट विद्युत उत्पादन सुरु भइसक्ने उहाँले बताउनु भएको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले लुम्बिनी विकास गुरु योजनालाई परिष्कृत गर्नुपर्ने बताउनु भएको छ। आइतबार आफ्नो स्पेन भ्रमणको सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तिमिल सिन्हाले लुम्बिनी विकास गुरु योजना पुरानो भइसकेको र धेरै कुरामा परिवर्तन आइसकेको भन्दै लुम्बिनी विकास गुरु योजनामा नयाँ कुरा थप्नुपर्ने बताउनु भएको हो। स्पेनमा बन्न लागेको लुम्बिनीले गौतम बुद्धको जन्मभूमि नेपालमा पर्छ भन्ने कुराकै प्रचार प्रसार गर्दै र नेपालमा पर्यटन विस्तार हुने उहाँको भनाइ छ। तर जोस अब के हामी अलिकति अपेक्षा गरौँ भने अहिले बिचमा राजनीतिक अलिकति अस्थिरता केही हुन थालेको छ, तैपनि विगतदेखिका चाहिँ रहेका एउटा क्रोनिकको रूपमा रहेका योजनाहरू पनि अब सम्पन्न हुँदै अलिक गतिमा पनि गएको छ। अहिले नयाँ नयाँ एग्रिमेन्ट भएका स्मुथली गएका पनि छन्। पुरानालाई चाहिँ केही हामी नयाँ ढङ्गले लाँदैछौँ र लुम्बिनी गुरु योजना पनि धेरै जसो त्यो सकिएको छ, केही बाँकी छ। त्यसलाई घचाउने काममा म अध्यक्ष भएपछि म 4-5 पटक लुम्बिनी पुगेको छु, त्यहीँभित्रै बसेको छु। त्यहाँका पदाधिकारीहरूलाई छिटो गराउने कुरामा अभिप्रेरित गराउने वातावरण बनाउने, अब मेरो भूमिका त अब अभिप्रेरित गराउने न हो, कुनै कार्यकारी भूमिकाको हिसाबले मैले गर्नेहरू छैन। यो खालको सरकारलाई, मन्त्रीलाई, सरकारको तर्फबाट मन्त्रीलाई भन्नुपर्ने कुरा, सचिवहरूलाई, गुरु योजना अब लुम्बिनी विकास कोषका पदाधिकारीहरूलाई अझ त्यहाँ यो ढङ्गले गुरु योजनाले अझै समय। राष्ट्रिय सभा अध्यक्ष तिमिल सिन्हाले स्पेनमा बन्न लागेको लुम्बिनीले शान्तिको खोजी गर्न बुद्ध जन्मभूमिमा जानुपर्छ र शान्तिको दीप प्रज्वलन नेपालबाट भएको रहेछ भन्ने कुराको विश्वलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सभा अध्यक्ष तिमिल सिन्हा स्पेनको एक्सट्रेमा दुरा प्रदेशका मुख्यमन्त्री गुइरेलमो फर्नान्डेज भाडको नियन्त्रणमा तथा लुम्बिनी गार्डन फाउन्डेसनको आयोजनामा अप्रिल 6 देखि 12 सम्म सम्पन्न शान्ति सम्मेलनमा सहभागी हुन स्पेन जान लाग्नु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा कोरोना भाइरसबाट एकै दिनमा 2,61,000 भन्दा बढी संक्रमित भएका छन्। एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक हो। पछिल्लो 24 घण्टामा भारतमा 2,61,500 जना नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी सोही अवधिमा भारतमा 1,501 जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो विवरणसँगै भारतमा कोरोना भाइरसबाट कुल मृतकको संख्या 1,77,150 पुगेको छ। त्यसैगरी कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितको संख्या 1,47,88,109 पुगेको मन्त्रालयले जनाएको छ। भारतमा सक्रिय संक्रमितको संख्या 18,01,316 रहेको छ। पछिल्लो 24 घण्टामा 1,38,423 जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन्। यो सँगै अहिलेसम्म संक्रमण मुक्त भएकाहरूको कुल संख्या 1,28,09,643 पुगेको छ। कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोना भाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलि नै रहेको छ। भारतमा अहिलेसम्म 12,22,590 वटा खोप दिइसकिएको छ। भारतमा अहिलेको कोभिसिल्ड, कोभ्याक्सिन र स्पुटनिक भी गरी 3 प्रकारका खोपको प्रयोग भइरहेको छ। अब अन्त्यमा मुख्य समाचार एकपटक फेरि। मोरङमा ट्रकबाट मोटरसाइकललाई ठक, 1 जनाको मृत्यु। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 54 जनामा कोरोना संक्रमण पुष्टि। आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको कांग्रेस सभापति देउवाको स्पष्टोक्ति। भूमिहीनको विवरण सङ्कलन गर्ने क्रममा भेदभाव नगर्न भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई मन्त्री तुम्बा हाम्फेको निर्देशन। र भारतमा कोरोनाको कहर बढ्दै पछिल्लो 24 घण्टामा 2,61,000 भन्दा बढी संक्रमित थपिए। हस्त अपन टेलिभिजन
हेर्दै गर्नुहोला। नमस्कार।